Hey yo, what's up beautiful people? This is Jinpa. Once again, welcome back to my channel. Well, आज चाहिँ सलेरी जाँदैछु म शनिबार. So आज फेरि सबैजनालाई वेलकम ब्याक छ है. वेदर एकदमै रमाइलो भइरहेछ. मैले मोटो भ्लगिङ नगरे त अब कति भयो, कति धेरै भइसक्यो नि त. अनि कस्तो कस्तो पो भइरहेछ क्या. वाल अनि मैले त्यो फेरि मेरो डिजाईको माइक किनेदेखि अनि मोटो भ्लगिङ नै गर्नु पाएको छैन क्या राम्रोसँग भन्नु पर्दाखेरि. है भ्लगिङ गर्छु ल, अब खतरावाला भ्लगिङ गर्नु पऱ्यो भनेर माइक चाहिँ किन्यो. माइक किनिसकेपछि चाहिँ अनि छैन. यो बानी चाहिँ नराम्रो छ क्या, यो बानी चाहिँ नराम्रो. सो त्यस्तै हो गाइज होइन. अब अस्ति न माइकको अलिक प्रब्लम थियो नि त. अस्ति नतिर चाहिँ माइकको प्रब्लम थियो. माइक छैन अब माइक राम्रो छैन भन्ने है. अब फेरि माइकहरू अब राम्रो आइसकेपछि फेरि गर्न अल्छी लाग्ने. ओ सेट ढुङ्गा उछिटेर नमिठो लाग्यो गाइज है बाइकमा. केही त भएन होला, केही त भएको छैन. यस्तै हुन्छ यो ढुङ्गाहरू. फेरि बिस्तारै उफ्रेको ढुङ्गाहरूले पनि एकदमै ठुलो चोट पार्छ क्या बाइकमा. अरू ठाउँतिर लाग्यो त केही छैन, इन्जिनमा लाग्यो भने चाहिँ प्रब्लम हुन्छ नि त. सो टेन्सन हुन्छ इन्जिनमा लागेको चाहिँ. अरू त केही छैन. एक्सर्साइज हो गाइज, यो एक्सर्साइज है. मजा आयो एक्सर्साइज. योपालि चाहिँ यो रुट हुँदै जानुपर्ने हुन्छ. अहिलेसम्म म पनि गएको छैन त्यो रुटको कस्तो छ होइन. यो बाटो कस्तो छ त्यताको, अफरोडिङ नै अफरोडिङ हो. तर योपालि चाहिँ म डेफिनेटली त्यही रुट जानेवाला छु. मेरो बाइकको सर्भिसिङ पनि गर्नुपर्ने हुन्छ. एन्ड देन नट ओन्ली सर्भिसिङ, सामानहरू पनि फेर्नु पर्ने छ. अफरोडिङ कुद्चे तल त्यो इन्जिन गार्डहरू सब कुच्चिसकेको छ मेरो. अनि तिनीहरू सब फेर्नु पर्ने छ मेरो योपालि. वाल त्यस्तै छ अब है. मोटामोटै खर्च आउँछ जस्तो छ योपालि मेरो, किनभने सामानहरू अलिक फेर्नु पर्ने हुन्छ. म जानेसम्ममा त्यहाँनिर हिउँ चाहिँ नपरोस् होइन. हिउँ पऱ्यो भने चाहिँ फेरि टेन्सन हुन्छ, प्रब्लम हुन्छ नि त. हिउँ परेन भने चाहिँ राम्रै हुन्छ मेरो विचारले. साइलेन्सर लुज भएछ. अस्ति नै कसम चाहिँ मैले, फेरि पनि लुज भएछ. अब अफरोडिङ हिँड्नु पर्ने हुन्छ नि त, त्यो भएर लुज भइरहन्छ मेरो साइलेन्सर. बट इट्स ओके, कस्तै हिँड्दै गर्नुपर्ने हुन्छ. त्यसरी लुज भइदियो त्यो चाहिँ साइलेन्सर. तर मेरै गल्ती हो त्यो, मैले गरेर लुज भएको थियो. मैले साइलेन्सर नकिनेर हालिदिएको नि त गाइज होइन. अनि साइलेन्सर चाहिँ भर्खर काठमाडौँबाट लिएर आउँदाखेरि चाहिँ लाइक यो चाहिँ थिएन क्या. त्यो यता मेरो अर्को क्याथोलिक कन्भर्टरसँग फिट होला जस्तो नै थिएन क्या. एन्ड देन मैले चाहिँ पुरा पिटेर ठुलो मुख बनाइदिएको होइन. अनि मुख ठुलो बनाइदिएपछि त पछि त कहाँ त्यो नबनाइकन पनि राम्रैसँग छिर्ने रहेछ नि त. हल्का अलिकति फोर्स गरायो है, तर मैले गरेन. कसम चाहिँ बाटो त यहाँनिर यस्तो बिगारिदिएको छ कि कसम. फर्स्टमै बाटो यहाँनिर लास्टै बिग्रेछ. सिट, यो बाटो बनाउनेले गर्दा लास्टै भएको छ गाइस हाम्रो चाहिँ यतातिर चाहिँ. Oh my god.
कहिले बनाइसक्ला जस्तो भइसक्यो यो बाटो त म त अल्छी लाग्दो यति नराम्रो बनाइदिएछ बाइक त धुए पनि के गर्नु गाइज अहिले धुएर के गर्नु अब यहीँ माथिबाट यहाँ आउँदाखेरि नै त्यस्तै भइहाल्छ धुनु त धुन्छौँ यताबाट म जान्न यतै भएर जान्छु बिकज यताबाट थोरै काम पनि छ मेरो बाइकको साउन्ड कत्रै आयो त बाइकको साउन्ड त मामा ए क्या है कहिलेकाहीँ त मेरो साइलेन्सरको आवाज पुरा लङ पन्जाबको जस्तो आउँछ त मेरो हेलमेटमा फिल्टर भएर हो कि बाई बाई यस्तो मजाको बच्चाहरू बाई बाई भनेर परबाट कुदेर आएर तर मेरो बाई बाई भन्ने टाइम आएको छैन गाइज होइन जब दुईवटा स्याडल बाइक टक्क साइडमा राखेर अनि हिँड्छौ नि त्यतिखेर चाहिँ हो क्या बाई बाई भन्ने मान्छे जाएको टक्क स्याडल बाइक साइडमा राखेर एकदम पर्फेक्ट भएर हिँड्दाखेरि चाहिँ बाई बाई भन्ने मान्छे भयो भने कति मजा गाइज कति मजा ओ माइ गॉड इमेजिन गर्न सक्नुहुन्छ कति मजा आउँछ त्यतिखेर आम्मामा बाइकको साउन्ड त अफरोडिङ नै अफरोडिङ है मेरो चाहिँ यति धेरै अफरोडिङ कुद्नुपर्छ नि कहिलेकाहीँ त मेरो बिलिन्डाको माया लागेर आउँछ यार यस्तो धेरै अफरोडिङमा कुद्नु पर्दा त वो मजा अति नै मजा आयो ग्यास अति नै मजा कति धेरै पत्कर रहेछ ओ चराहरू ल चराहरू त के बास बस्नु लाग्थ्यो क्या यस्तो चिसो हावा त अति चिसो गाइज हिल्लो चाहिँ भर्कै छ पहिलो कुरा चाहिँ हमको तेल डाल्नु परेगा होइन तेल डाल्न परेगा पुरा पुलिसहरू सुटिङ गर्ने प्र्याक्टिस गर्दै थियो यस्तो हिजो तल चाहिँ म त बाइकमा गइरहेको थिएँ होइन सरर गइरहेको थियो ढ्याङ्की ड्याङ आवाज आउँछ यार के आवाज आउँछ म त सामान पछाडि मेरो सामान बाँधेको थियो ल त्यसबाट पो त्यो बान्ने डोरी खुस्केर टायरमा अल्झेर साउन्ड आएछ के हो भन्छु नि तर होइन रहेछ तल पुरा सुटिङ गरिरहेको रहेछ टार्गेट प्र्याक्टिस हानिरहेको रहेछ क्या ए आज छैन वाट ह्यापन ट्रक भाइ क्या हो गया यत्रो ठुलो ट्रक के भयो बिच बाटोमा नयाँ पनि छ त ट्रकहरू त के भयो न भरकै बसेको छ त ए तलबाट पनि आइरहेको रहेछ कितना ट्रक कहाँ जाने ट्रक हो न म इतना सारा धुलो guys धुलो what is this धुलो oh my god आमा कति धेरै ट्रक आज त त्यो पनि पुरा लोडेड ट्रक छ त एकदम नो खतरा लोडेड ट्रकहरू गइरहेछ त
मात्र हाइड्रो पावरको होला जस्तो छ हाइड्रो पावरको हो कि कहाँको हो यो ल ट्रक त खतरा ट्रकहरू छ त के माथि यहाँ कहाँ जाने ट्रक हो न यत्रो साह्रो धेरै हेर्दा त न्यू छ त टलक्क टल्केको छ त फेरि बनाउँदैछ फेरि ब्रो 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 सरकारी बाइक रहेछ तर खत्रै पल्युसन निकाल्ने रहेछ त है के हो यस्तो टस्टेले आराम हुनुहुन्छ यहीँ ब्याङ्कसम्म आएको ल लसै हुन्छ सल्लेरी यति बिजी छ नि यति बिजी आमा कसम सल्लेरीमा चाहिँ अहिले सेयर खुलिरहेको भएर एकदमै बिजी छ मान्छेहरू सबैजना बिकज अहिले चाहिँ त्यो हाइड्रो पावरको सेयर खोलिरहेछ सोलुखुम्बुको त्यही भएर मान्छेहरू एकदमै बिजी छ है सबैजना चाहिँ नि घुम्न आउने टुरिस्टहरू पनि त्यतिकै छ अनि यहाँ एज यु क्यान सी मान्छे पुरा घुम्न आएको उनीहरू चाहिँ है सल्लेरी अब 1-2 हप्ता भयो यति धेरै बिजी भएको अनि अब मेरो पनि काम चाहिँ सक्यो त्यहाँनिर त्यो सेयरको काम थोरै थियो त्यो सबै सकाइदिएँ अनि अब चाहिँ त्यहाँ वडामा अलिकति काम छ फेरि वडाको काम थोरै काम बाँकी छ अनि त्यो वडाको सकाएपछि फेरि नगरपालिकामा थोरै काम बाँकी छ मेरो अनि त्यसपछि सकेपछि चाहिँ अनि चाहिँ फ्री हुन्छु म त्यसपछि चाहिँ हेडिङ ब्याक टु चिवाङ मोनास्ट्री अगेन है टस्टेले चियो अनि चाहिँ अब यस्तो राम्रो घाम पनि लागिरहेछ वेदर बिहान चाहिँ चिसो चिसो थियो अहिले चाहिँ एकदमै वेदर दामी छ ठ्याक्कै 12:20 भएछ अब यहाँको काम सकौँ वडाको काम सकाएर अनि त्यसपछि नगरको काम सकाउने त्यो सकाएपछि चाहिँ अनि ढुक्कै हुन्छ मान्छेहरू सेयर मार्केटमा अब यस्तो सक्रिय भइरहेछ पहिलातिर यस्तो भिडभाड हुँदैन थियो होइन तर आजकल चाहिँ मान्छेहरू अब प्रायःले बुझ्न थाले नि त के हो सेयर मार्केट भनेको अनि सबजनाले एकाउन्ट खोल्ने होइन नयाँ एकाउन्ट खोल्ने ब्याङ्कहरूमा सबले नयाँ त्यो सेयरको एकाउन्ट खोल्ने यति घुइँचो थियो भर्खर नयाँ खोल्नेहरूलाई त एकदम गाह्रो पनि उनीहरूलाई बिचरा यो गाई फाइनली बल्ल बल्ल पुग्यो हेलमेट खोल्न मनै लागेको छैन बिकज चिसो भएर जाडो छ एकदमै छिराइरहेछ अलिअलि घाम परिरहँदा नि धेरै आनन्द भइरहेछ है बल्ल पुग्यो तलतिर त घाम अस्दैछ यहाँ मात्रै घाम हो कस्तो आनन्द घाम लागिरहेछ घाम छैन भन्दा जाडो छ पन्जा लाछु त्यही पनि हात छिरायो रहेछ है अनि ल म चाहिँ पुगिसकेँ यु क्यान सी द भ्यू फ्रम हियर एकदम स्वर्ग जस्तो भ्यू छ यो चाहिँ है फाइनली मेरो सामान चाहिँ मैले भेटिसकेको छु
अब चाहिँ क्यामेरा फिक्स गर्नुपर्ने हुन्छ अनि या मेरो चाहिँ सिसिटिभी क्यामेरा अस्तिदेखि बिग्रेर हैरान थियो काठमाडौँबाट सामान मगाइरहेको थिएँ बल्ल आइपुग्यो अब गएर यसलाई चेन्ज गर्छु म अनि सब बिग्रेर खत्तम है ओहो यार एउटा प्लगमै पनि नपुग्ने जस्तो रहेछ ओके गाइज ल क्यामेरा पनि भइसक्यो होइन बल्ल बल्ल बनाइसकेँ सो माई क्यामेरा इज टोटली वर्किङ नाउ है सब वर्क गरिरहेछ सो थ्याङ्क यू सो मच गाइज आजलाई यति नै थियो भिडियो होइन अब फेरि पछि भेट्नुपर्छ नेक्स्ट भिडियोमा नेक्स्ट भिडियो चाहिँ एडभेन्चर हुनेवाला छ है सो थ्याङ्क यू सो मच